हेलो सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी कुखुरा खोज्न हिँडेको। खोज्न भन्दा पनि अब किन्न गाउँघरमा कतै कुखुरा छ कि भनेर सल्लाह चाहिँ हैन है। फेरि काटी खाने कुखुरा चाहिँ खोज्न हिँडेको। घर चाहिँ हाम्रो त्यो देख्न सक्नुहुनेछ। हामी चाहिँ अहिले यहाँ रोडमा आइसकेको छौँ। दिदी बहिनी चाहिँ कुखुरा खोज्न लाग्दैछौँ। त्यो परको गाउँ पल्ला गाउँ। अब हामीले चाहिँ कस्तो खालको कुखुरा भेटाउँछौँ, भाले कि पोथी लिएर आउँछौँ, कुखुरा पायौँ भने कुखुरा पनि देखाउने छु, हेर्न सक्नुहुनेछ। अब हामी चाहिँ गइरहेछौँ है। टक 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 टक। फाइनल्ली हामी चाहिँ हाम्रो गाउँभन्दा वल्लो गाउँ आइपुगिसकेका छौँ। यो गाउँमा चाहिँ अब हामी कुखुरा सोध्दै हुन्छौँ, कतिको कुखुरा छ, कसको घरमा कुखुरा छ। हामीलाई चाहिँ 2-3 वटा कुखुरा चाहिएको छ। त्यही भएर हामी चाहिँ कुखुरा खोज्नलाई यो गाउँ छिर्न लागिरहेछौँ। अझ यी गाउँतर्फ पसिसकेर पनि घर नजिक आइपुगिसकेको छु। अब म चाहिँ यो घरमा जान्छु। कस्तो कस्तो कुखुरा छ कुखुरा। कान्छी आएर चाहिँ गरिसक्यो। कुन चाहिँ हो यो पोथीलाई चाहिँ 1000 रुपियाँ रे? यो पोथी 1000 रुपियाँ के साह्रो बनाएको, के साह्रो बनाएको, बनाउला पनि खाली भात छर्दै खान्छ। यो चाहिँ अनि अब सानो भनेको चाहिँ यो हो, सानो भनेको चाहिँ यो हो। ल सानो भनेको चाहिँ यो रे। अब कतिमा दिन्छन् यो? भाउजू यो पखेटा के भएको? पखेटा यता आइदियो कि सबै उता गएको। ल कुखुरा चाहिँ 3टा छ है। हामीले चाहिँ यो भाउजूको घरमा कुखुरा पाइसकेको छौँ, 3वटा कुखुरा। अब हामी चाहिँ दाम पनि भनिसक्नु भएको छ। एउटालाई 1000 अनि एउटालाई 600, एउटालाई 750 भनिसक्नु भएको छ। अनि कुखुरा पनि देखिसक्नु भएको छ। अब हामीले चाहिँ कुखुरा समाउने पैसा दिने काम बाँकी छ। अनि अहिले चाहिँ स्कुल जाने टाइम पनि भइरहेको छ नि त। त्यही भएर अनि भाउजू चाहिँ केटाकेटीलाई रेडी गर्नु हुँदैछ। अनि यो चाहिँ भाउजूको छोरी के अरे, नाम के अरे? यो नकली हो। नाम के अरे? नाम सुस्मिता विक्क होइन त? सुस्मिता विक्क। लु सही थुङ्गा गाइदेऊ त। छिटो जाऊ स्कुल जाऊ। अब यिनीहरू चाहिँ स्कुल जाने ठिक परिसके। 3जना काइलो होइन त? काइलो काइलो कान्छो छोरी अब चाहिँ स्कुल जाने बेला भयो। अब भाउजूले कुखुरा समाएर जाऊ। अब केटाकेटी स्कुल गइसक्यो। अब भाउजूले चाहिँ कुखुरा समाउनुहुन्छ अनि हामी पनि कुखुरा लिएर जान्छौँ। भाउजूले चाहिँ कुखुरा 18 पनि दिइसक्नु भएको छ है कान्छीलाई। हातमा 18 लानु समाइसकेको छ भनेदेखि अब अझै एउटा अर्को पोथी। अब अर्को पोथी यहाँनिर समाउन बाँकी छ। कहाँ छ है त? तल छन्। कता गयो भाउजू त्यो पोथी चाहिँ? बोलाउनु तुतु गरेर। यस्तो गाडी कुद्दैछु। एउटा बाख्रा टाकीको घाँस पनि खान्न त हौ यो बाख्राले त। भुइँसीको पाँडो खायो झन्डै लग्यो। कुखुरा खेदेर यहाँ पुऱ्याइसक्यो यो भाउजूले चाहिँ। ल 5वटा निकाल्दा थियो। 6वटा 15-16वटा कुखुराको खोर चाहिँ यहाँ छ। यहाँ अर्को पनि पोथी छ अरे, ओथ्रा बसिरहेको। यहाँ कुखुरा चाहिँ मैले लिइसकेको छु।
कुखुरा चाहिँ फाइनली अठाइसकेको छ मै ओ मार्दै पर्छ यसले त मलाई त यसलाई चाहिँ 1000 रुपियाँ भनेदेखि अर्को ओइ खोइ कान्छी देखा यहाँनिर यो 1000 को एउटा चाहिँ भाले कतिको भन् 750 600 र यसलाई 1000 को कुखुरा हामीले चाहिँ पाइसकेको छौँ यसलाई चाहिँ 1000 अब यहाँनिर कति भयो भने क्यालकुलेटर लिएर आउने हिसाब 2350 जम्मा 2350 भयो 2350 को 3वटा कुखुरा हामीले चाहिँ समाइसकेको छौँ अब यहाँ 2000 पैसा यहाँ चाहिँ एउटा हातमा कुखुरा छ नि त यस्तो कस्तो हेर्नुपछि 2300 1000 2000 पैसा चाहिँ ल यहाँ पैसा चाहिँ हामीले दिइसकेको छौँ 2350 चाहिँ हो तर हामीसँग चाहिँ चेन्ज भएन यहाँनिर 500 को नोटबाट 250 चाहिँ बाँकी रह्यो अब त्यति 250 लिन चाहिँ हाम्रो घर आउनुहुन्छ किनभने भाउजूसँग चेन्ज छैन अब यो पोथी लान लागेकोले उहाँ भाले चाहिँ हामीलाई ठुङ्नु पनि आउँदैछ अब हामी चाहिँ घरतर्फ लाग्यौँ अनि के अरे यसको नाम सुप यो सुपको बिरुवा पनि रोप्नलाई ल्याएको हाम्रो चाहिँ छरेको पलाएन त्यही भएर यो पनि लगेको साथी यही कुखुरालाई बलियो भनेर काटेर ल हामी गयौँ बाई बाई अब हामीले चाहिँ कुखुरी कहाँ लिएर गइसकेको छौँ देख्न सक्नुहुनेछ यो घरमा चाहिँ रहेछ क्या कुखुरा 3वटा कुखुरा यो घरबाट लिएर गइसकेको छौँ देख्न सक्नुहुन्छ है ल यो चाहिँ हाम्रो गाउँभन्दा अलि ओल्लो गाउँको भाउजूसँग 3टा कुखुराको चाहिँ जम्मा 2350 छ ए वेट न वेट छ बोकेर हिँडिरहेको छौँ ल हामी चाहिँ कुखुरा किनेर पनि माथि रोडमा निस्किसकेको छौँ घर चाहिँ उतो तलको हो ल देखा कुखुरा त्यस्तो महँगो नि होइन त्यस्तो सस्तो पनि होइन ठिकैको प्राइसमा लिएर आयौँ कुखुरा हामी चाहिँ कुखुरा खोज्न हिजो पनि गएको ऊ तल्लो गाउँमा महँगो भयो क्या फेरि यत्रो कुखुरालाई नि 900 भनौँ पोथीलाई अनि यत्रो अनि उयो भाले जत्रोलाई चाहिँ 1200 भन यो भाले चाहिँ कतिमा लिएको कान्छे 750 मा लिएको त्यो भाले चाहिँ पोथी चाहिँ 600 मा लिएको यो चाहिँ 1000 मा लिएको हिजो चाहिँ लास्टै महँगो भन्यो क्या त्यही भएर नि हामीले चाहिँ अनि हिजो चाहिँ हामीले नकिनिकन आएको आज चाहिँ ठिक्क प्राइजमा भेट्यौँ त्यही भएर हामी चाहिँ लिएर घरतर्फ लागिरहेको छौँ रे अब घरमा चाहिँ कस्तो रियाक्सन आउँछ यो कुखुरा लिएर आएको हाम्रो राम्रो छ पोथी अब घर आइपुग्न लाग्यौँ उयो देखिरहेको चाहिँ हाम्रो घर हो अब हामी चाहिँ घरमा गएर हल्का झुट जस्तो बोल्छौँ क्या प्र्याङ्क भनौँ न अब अहिले त प्र्याङ्क भन्छ नि यो पोथी छ नि यसलाई चाहिँ हामीले 1200 मा लिएको भन्छौँ क्या तर यसलाई चाहिँ 1000 मा लिएको अनि त्यो 750 को भाले छ नि देखा न 750 को भाले यो 750 को भालेलाई चाहिँ 900 भन्ने यो 600 कोलाई चाहिँ 700 भन्ने अनि कस्तो महँगो कि सस्तो भन्नु हुँदो रहेछ हेरौँ देख्न सक्नुहुन्छ नि के आउँदो रहेछ रियाक्सन हाम्रो घरको मान्छेको यो चाहिँ हाम्रो घरको छिमेकी तल्लो घर भनेदेखि हाम्रो घर चाहिँ मास्तिर काल्लामाथि छ अनि हामी चाहिँ रोटेर ठिन्दैछौँ हामी चाहिँ अब घर आइसकेको छौँ गलेर देख्न सक्नुहुनेछ यो चाहिँ मेरो जन्मघर यस्तो छ यो चाहिँ मेरो जन्मघर हो अनि मेरो घरबाट देखिने भ्यूहरू चाहिँ यस्तो छ है छिटो यहाँनिर यहाँ चाहिँ हामी दाम कति हो कति पर्दो रहेछ भनेर ल्याऊ ल्याऊ त यो पोथी अठाउ कतिमा ल्याएँ मलाई 300 साँच्चै भन्नु न लु छिटो भन्नु भनेको कति अब यसलाई 1000 पर्यो होला यसलाई 800 पर्यो होला
आज त पैसा नाफा खान पाइने भयो आयो हामीले चाहिँ यहाँनिर के भनेको थियौँ घरमा नाफा खाने भनेको थियो कति नाफा आउने भयो भन्यो भने 1000 रुपियाँ भनेपछि भालेबाट कति आयो हामीलाई नाफा भालेबाट 250 आयो भने पोथीलाई कति भन्नुभयो आमाले 800 पोथी उयो 800 800 भनेपछि 200 450 नाफा भइसक्यो 400 650 ला 650 हामीले आज 650 पैसा कमायौँ नाफा पढाबाट लिएको यो होइन सबै सन्तेको बुढीको लिएको खोइ पापालाई हेर्नु त लु कति कतिमा ल्यायौँ हामीले अन्दाज गर्नु त दाम पोथी हो क्या यो चाहिँ पोथी माउ पोथी हामी पापा चाहिँ ढुङ्गा बोकेर आउनुभएको मटन बनाउँदैछौँ त्यही भएर यस्तो छ है लुगा यो चाहिँ चला थियो नि गरेर गरेर लिएको हो क्या पापाले दाम गर्नु चाहिँ कति कति पर्छ आमाले चाहिँ दाम गरिसक्नु भयो पापाको पाला चाहिँ यो दाम गर्ने त्यो भालेलाई चाहिँ कति पर्यो होला हामी पापाले गेस गर्नु हुँदैछ यहाँनिर ल देख्न सक्नुहुन्छ 750 आमाले चाहिँ 1000 रुपियाँ भन्नुभयो यो 1000 यो चाहिँ महँगो भयो 2350 को चाहिँ 3टा यो त्यहाँ छोपाउनु कत्रो भयो पछि उजान कान्छे लागामा भरे यतिको भएको हो क्या 2350 को चाहिँ 3टा लिएको हामीले कुखुरा यो कुखुरा हामीले सस्तो कुखुरा सस्तो ल्यायौँ रे हिजोको पछि ठ्याक्कै यत्रो पनि मजाको थिएन होला यत्रै थियो 1000 भन्नु 900 मा दिएको थियो तर हामीले नलिएको ल सस्तो ल्याए ल अब आजको भ्लग चाहिँ यति नै बाई बाई अब हाम्रो चाहिँ मेरो भिडियो चाहिँ कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला कमेन्ट गर्नु होला भन्दै बिदाइका हात हल्लाए बाई बाई पानी आइसक्यो होला